ल अहिले चाहिँ हामी बक्साद्वारको बक्सा फोर्ट गइरहेका छौँ। दामी गेट बनाएको रहेछ त यहाँ। दामी गेट रहेछ यहाँनिर चाहिँ। यो बाँसकै होला यो गेट त नि, बाँसको मजाको गेट बनाएको रहेछ। वेलकम टु बक्साद्वार। अहिले चाहिँ हामी बक्सा फोर्टको बाटोमा छौँ र बाटोमा एउटा मजाको भिड पाइँदैछ। म त यहीँ बस्छु है साथीहरू, यहाँ बस्दै खेल्दै बस्छु, तिमीहरू गएर आउँ। दामी जग्गा रहेछ यहाँ, आउनुपर्ने रहेछ यहाँ। हेलो ओहो लो, क्याम्पिङ हुँदो रहेछ यहाँ। टुरिस्ट आउँछ नि हो। कुसु जाम्बोला आमा के गर्नुहुन्छ? होइन होला अर्कै किसिमको त दामी छ यो जग्गा। आउनु रूपक दा एकछिन बसौँ। यो सिलाउने पनि यो फरिदेखि चाहिँ बक्सा फोर्ट हामी गर्छौँ त्यहाँनिर गएर। अलिकति रिइनोभेट गरेर बनाइएको छ र यो चाहिँ गेट। तपाईँलाई म भित्रको के कस्तो छ त्यो पनि देखाउने छु। यहाँनिर एउटा हिस्ट्री छ। सुभाष चन्द्र बोसलाई अङ्ग्रेजहरूले ल्याएर यो जेलमा राखिएको थियो र त्यहाँबाट चाहिँ उहाँ लापत्ता भएको भनेर एउटा इतिहास छ र त्यो इतिहास कहाँसम्म सत्य हो थाहा छैन, तर त्यो हेर्नुको लागि धेरै मानिसहरू, इन्डियन टुरिस्ट या विदेशी टुरिस्टहरू पनि आउने गर्दछन्। यो गेट होइन, यो बनाएको गेट। तर यो मुनिको जोहरू छ नि, यो पर्सन जो छ नि, यो पर्सनहरू चाहिँ त्यो टाइमकै हो नि त। योहरू यहाँनिर हेर्ने जग्गाहरू छ। ओके, यो गेट चाहिँ पछि बनाएको हो। यो चाहिँ यहाँनिरबाट दुश्मनलाई हेर्ने जग्गा। त्यो समयमा मलाई जहाँसम्म लाग्छ दूरबिन थिएन र दूरबिन नहुँदाखेरि यस्तो जग्गा बनाएर राखिएको थियो। हेर्नु नि क्या मजाले देख्दो रहेछ लु पारी। अन्त यही दूरबिन हेरेर चाहिँ देख्दो रहेछ है। क्या क्लियर देखेको भाइ, हेर्नु नि क्या मजाले देख्यो है पारिपट्टिको। यो चाहिँ फेरि पछाडि बनाएको हो नि। यो बनाएको एकदम अरिजिनल भनेको चाहिँ यो परको जो वालहरू छ नि, यो वालहरू चाहिँ अरिजिनल हो नि। किनभने त्यो वालहरू चाहिँ हजुर यो वाल पनि अरिजिनल हो नि। त्यो समयको वालहरू चाहिँ ठुलो एरिया रहेछ नि त है। यो मुनि त गएको थिइनँ त म तल त। आधी त पहिरोले लग्यो नि त होइन। यो घर चाहिँ नयाँ हो, तर यो वालहरू त पुरानै हो नि त। योहरू त हो नि त। यो भग्नाशेषहरू मात्रै छ यहाँनिर।